भए जस्तो लाग्छ त्यही देखेर, नजिक भए जस्तो लाग्छ त्यही देखेर, बिहे गरौँ न अब भन्छु, हुन्न हुन्न नाइ भन्छन्, माया गरे जस्तै गर्छिन्, मेसेन्जरमा हाई भन्छन्, त्यही देखेर फोन गर्छु, राखेँ अहिले बाई भन्छन्। एक्लै हुँदा के हुन् सुन्नै नसकिने, एक्लै हुँदा के हुन् सुन्नै नसकिने, देख्दा सुन्दा अरूले क्या मजाले दाई भन्छन्, माया गरे जस्तै गर्छिन्, मेसेन्जरमा हाई भन्छन्, त्यही देखेर फोन गर्छु, राखेँ अहिले बाई भन्छन्। के भन्ने खोइ साह्रै दोधार भयो मलाई, के भन्ने खोइ साह्रै दोधार भयो मलाई, मेरी भुपु प्रेमिकाले धेरै धेरै बधाई भन्छन्, माया गरे जस्तै गर्छिन्, मेसेन्जरमा हाई भन्छन्, त्यही देखेर फोन गर्छु, राखेँ अहिले बाई भन्छन्, त्यही देखेर फोन गर्छु, राखेँ अहिले बाई भन्छन्। यी र यस्तै किसिमका गजलहरू दर्शक र श्रोताहरूले पठाइदिनु भएको छ, एकदमै मन परेको छ। र यो टिकटकका माध्यमबाट जोडिराख्दा आज बनिएको मित्रता, तपाईँले त्यो मित्रतालाई साँच्चीकै निभाउँदै जानुभयो भने यस्तो लाग्छ भरे भोलि पर्सि समय बित्दै गएपछि कि कहाँ कहिले र कसरी सुरु भयो तिमीसँगको यो आत्मीयता म आफैलाई हेक्का छैन, तर तिमी हुनुको आवाजले मात्रै पनि मेरो हृदयमा उत्साह उमङ्ग र ऊर्जा भरिन्छ, मेरो एक्लोपनको निराशा त्यसै बिलाएर जान्छ। प्रिय मान्छे मेरो हृदयको कन्तुरमा खुसी र प्रेरणाको स्रोत बनेर, मेरो हृदयमा, मेरो मानसपटलभित्र, मेरो स्मृतिका पानाहरूमा सदा सर्वदा विराजमान भइरहनु। यसरी नै युएईका डीजी शर्माका शब्दहरूमा अझै म थप्न चाहन्छु, जसरी कुलबाईलाई अहिले 18,000 20,000 भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा माया दिइरहनु भएको छ, कसैलाई त्यसरी नै तपाईँ निरन्तर रूपमा माया दिँदै गर्नुहोला। दुई या एक हातले मात्रै ताली जसरी बज्दैन, दुवै हात चाहिन्छ, त्यसै गरी माया पनि तपाईँले दिँदा अर्कोले पनि दिनुपर्नेछ। आज कुलबाईको टिकटक लाइभमा थोरै साहित्यिक टाइपको अलिकति गजलहरू मैले तपाईँहरूलाई सुनाएँ। अब थोरै म धेरै समय लिन्न, धेरै साथीहरू कुलबाईको टिकटक लाइभमा आउनको निम्ति, जोडिनको निम्ति प्रयासरत रहनुहुन्छ। म पनि अघिल्लो मित्रले जस्तै आगामी शुक्रबारका निम्ति पनि केही गजलहरू, मलाई मनपर्ने गजलहरू त छन्, तर म राख्छु। अब के थोरै समाचारको शैली भनेर अनि बिदा हुनुपर्छ होला। ओके हुन्छ दा, स्योर नि। नमस्कार, अमेरिकाको वाशिङटन स्याटल नजिकैबाट कुलबाईको टिकटक लाइभमा म भूपेन्द्र अधिकारीको हार्दिक स्वागत छ। टिकटकमा विभिन्न मानिसहरूको लफडा र लोग्ने स्वास्नीको झगडा सुन्दा वाक्क बनेका मानिसहरू कुलबाईको टिकटक लाइभमा केही रमाइलो कुराकानी हुने, समसामयिक विषयमा कुराकानी पनि हुने र आफूभित्रको प्रतिभा पनि प्रस्फोटन गर्न पाइने भएकाले उहाँको टिकटक लाइभ भनेपछि मानिसहरू मरिहत्ते गर्ने गरेका छन्। यतिखेर पनि कुलबाईको टिकटक लाइभमा 20,000 भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने भूपेन्द्र अधिकारी जोडिएर केही साहित्यिक रचनाहरू पनि सुनाएका थिए। कुलबाईलाई फलो गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ। उहाँको यो आइडीमा मात्रै करिबन 6 लाख साथीहरू पुग्न लाग्नु भएको छ। यतिखेर प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै साथीहरूले यतिखेर कमेन्ट पनि कुदाइरहनु भएको छ भने अरू साथीहरूलाई मौका दिने भन्दै भूपेन्द्रले यतिखेर आफ्नो समाचार यही अन्त्य गरेका छन्। थ्याङ्क यू सो मच भूपेन्द्र दाइ। ल, जाँदै म के चाहिँ क्लियर पारौँ भने साथीहरूलाई, अब मैले अलिकति सूचनाहरू सम्प्रेषण गरिराख्दा यति चाहिँ ढुक्क बनाउन म के चाहन्छु भने कुल ग्याङ सबै फ्यामिलीहरूलाई मैले यो प्लेटफर्मको कहिले पनि दुरुपयोग गर्ने छैन र मैले सम्प्रेषण गर्ने सूचनाहरूमा त्यो पार्टीको झोलाको गन्ध कहिले पनि आउने छैन। यति चाहिँ तपाईँहरू विश्वस्त हुनुहोला। मेन स्ट्रिम भनिएका मिडियाहरूमा पनि फल्नु पार्टीको भनेर छर्लङ्ग हामी देख्न सक्छौँ हाम्रो आँखाबाट। तर कम्तीमा पनि आजको मितिसम्म मैले कुनै पनि राजनीतिक दलमा आबद्धता नलिएको र समाचारहरू सम्प्रेषण गरिएको साथीहरूले त्यो कुरालाई चाहिँ एप्रिसिएट गर्नुभएको छ र यसलाई आगामी दिनमा पनि म निरन्तरता दिनेछु। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। त्यो बिहान सोस्तानी सुनाउनुहुन्छ भनेर भन्नुभयो, सोस्तानीको वाचन गर्नुहुन्छ भन्नुभयो, त्यो चाहिँ एकदम राम्रो काम भइरहेको छ है, एकदमै राम्रो भइरहेको छ हैन। धेरैजनाले चाहिँ त्यहाँको बिहान र यताको बेलुकी पख चाहिँ गरिरहेको छु। सबै साथीहरू जोडिन सक्नुहुन्छ। त्यसमा विशेष गरेर हाम्रो एकदम दामी हुन्छ है। हाम्रो कल्चर रिलेटेड केही होस् न त। आखिर हामी अमेरिकामा पुगे पनि, जापानमा पुगे पनि हैन, दुबई, कतार, अस्ट्रेलिया जहाँ पुगे पनि हामीले आफ्नो कल्चरलाई छोड्नु हुँदैन। त्यो कथाबाट पनि केही न केही सकारात्मक सन्देश समाजमा जान्छ भन्ने उद्देश्यले मैले पोहोर पनि थालेको थिएँ। पोहोर पनि 1 महिना भरि त्यो वाचन गरेँ र यसपालि पनि 13औं अध्याय पुगेको छ। अब भरे 14 अध्यायबाट तपाईँहरूलाई फेरि म पस्किने नै छु। ओके सर, थ्याङ्क यू सो मच कुलबाई, बिग फ्यान एकदम। ओके दा, थ्याङ्क यू दा।